छातीमा हात राखेर केपी ओलीसँग मेरो प्रश्नको जवाब दिनुहोस्। केपीजी, तपाईले 5 मिनेटभन्दा अगाडि भनेको मेरो पालामा जति विकास कहिले भएन कहिले भएन भन्ने कुरा साँचो हो या प्रचण्ड र माधव नेपाल र अरूले हात खुट्टा बाँधेर काम गर्न दिएनन् भन्ने कुरा साँचो? हात खुट्टा दिएर हात खुट्टा बाँधेर काम गर्न नदिएको भए तपाईले दाबी गरे जस्तो विकास कसरी भयो? अनि हात खुट्टा विकासै विकास भएको भए प्रचण्ड र माधव नेपालले कसरी हात खुट्टा बाँधे थाहा छैन। तपाई आफै जनतालाई नढाट्नुहोस्। तपाई कति ढाट्नुहुन्छ भन्ने कुराको पहिलो प्रमाण हो। दोस्रो कुरामा धेरै पछि पशुपति जानुभयो, रुद्राक्षीको माला लाएर निस्किनुभयो र यो विघटनपछि पशुपति गएर के वरदान माग्नुभयो थाहा छैन। तर के भनिदिनु भयो भन्दाखेरि 1 अरब जति लाग्ने पशुपतिमा सुनको जलहरी राख्नको लागि 30 करोड म अहिले निकासा गरिदिन्छु। मलाई राजा वीरेन्द्रको सम्झना भयो। 30 वर्ष राजा वीरेन्द्रले भाषण गर्दाखेरि बोल्दाखेरि अन्तिममा भन्ने गर्थे पशुपतिनाथले हामी सबैको कल्याण गरून्। सधैँ पशुपति गुहारले राजा वीरेन्द्रको वंशविनाशमा पशुपतिले कल्याण गरे। तर त्यसै गरी राजा ज्ञानेन्द्रले प्रत्येक चोटि सम्बोधन गर्दा भन्ने गर्थे अन्तमा पशुपतिनाथले हामी सबैको कल्याण गरून्। पशुपतिनाथले राम्रै कल्याण गर्थे न राजनीतिबाट नागार्जुन पुर्याइदिए। अब ओलीजीलाई पशुपतिनाथले के कृपा गर्ने हो? किन भन्दाखेरि पशुपतिनाथले कृपा गरेर बचाउन सक्ने भए त राजा वीरेन्द्रको वंशनाथ हुन्थेन। सधैँ पशुपति गुहारले राजा ज्ञानेन्द्रले गद्दी छोडेर जानुपर्ने थिएन। ओलीजी सुन्नुहोस्, त्यहाँ नबोल्ने पशुपतिनाथको मूर्ति होइन, यहाँ बोल्ने पशुपतिनाथहरूलाई खुसी बनाउनुहोस् जो यहाँ उपस्थित छन्। तराईका जनताहरू शीतलहरले कठाङ्ग्रेर परालको झुप्रो मुनि जाडोले कठाङ्ग्रेर बसिरहेका छन्, तिनको चिन्ता छैन। पहाडमा अस्ति हिजो भर्खर अखबारमा पढ्नुभयो, एउटी महिला छोराछोरी पाल्न नसकेर छोरा र छोरीलाई समेत आफू लिएर खोलामा हानी केपीजी भाषण गर्दै हुन्छ। अब कोही भोकले मर्दैन, कोही रोगले मर्दैन। यो भन्दा ठुलो प्रहसन के हुन्छ?